पाँचौं ओखल तर बोतराम चल्नु हेलो गाइज हामी चाहिँ आज घुम्न जाँदैछौँ अरू बाँकी उहाँ मनिसरबाट ल भन्नुहोस् हामी सुर्खेत वीरेन्द्रनगर हुँदै दैलेख गुराँसे हुँदै फेरि सुर्खेत वीरेन्द्रनगर 14 भोटेगढीसम्म छ यात्रा। चाचा पनि हुनुहुन्छ यता अगाडि चाहिँ चाचा हुनुहुन्छ हाम्रो मलाई भरिया बनाछ म झोला बोकिरहेको छु। एमा चाहिँ खाजा छ झोलामा। खाजा चाहिँ हामीले के लिएर छौँ हजुरले भन्नु यिनीहरूले खाइदिन्छ भनेर फेरि मेरो पिछा चढ्यो। पछि भिडियोमा आउँछ खाजाको यो खाना लागेको हामी हजुरलाई देख्छौँ हजुरले हेर्नु होला हैन। आज मात्र नभएर हाम्रो मुटु पनि छ मुटु मादल यस मादल छ हामीले त्यो चाहिँ हामीले छोड्दैनौँ। अब त्यो मादल बोकेको सार पनि हामीले हजुरलाई देखाउने छौँ पक्कै पनि भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी वहाँ गएर एकैचोटि हैन ल पारा यस्तो जङ्गलको बाटो हिँड्नु पर्दैन उकालो रहेछ गाइज कता बाटो के अरे हिमाल यति डेन्जर देखिरहेको छ नि नानी हामीले हो कि नै नभ्याउने त्यति धेरै छ यस्तो छ बाटो के बोल्नु नि अरे बोल्नु त लटे पड्केको जस्तो हो थकाइ लाग्यो लास्टै साथीहरू बहुत धौ भएको अवस्था छ है गर्मी भएर ज्याकेट खोलेको छ हिउँ पर्नेछ पाटी पारी देउसी भेटाउन हाई भान मेरा साथी हो हाई राम्रो भोटेगढी जाने हो देउसी रे भयो देउसी रे जेन्जी जेन्जी के भयो देउसी रे जेन्जी यात्रा हाम्रोको लागि हुन्छ आमा गएर यसरी हल्लाएर बोलाउँछु मैले मान्छे भयो ओके छ त देउराली त बिहाल छ एकदम गाह्रो भएको छ। हामी जहाँ पुग्न खोजेको हामी त्यहाँ चाहिँ पुग्छौँ। यता हेर्नुहोस् कहाँ आयौँ हामी यसलाई चाहिँ चाचा यसलाई के भन्छ भोटेगढीको यो के अरे यो ओखल एकचोटि क्यामेरा नजिक गइदिनु होला। ओखल यसरी पहिला मसला पिस्ने रे होइन धान कुट्ने ढिकीले भोटेहरूले हाते मुसलले ए त्यही भएर भोटेगढी नाम रहेको है। ओहो ल हाम्रो सर हुन्छ के सोध्यो भने ओखलै हो बनाएको नानी ढुङ्गा देखेछ नि एकदम हामी चाहिँ यो ल भयो बडे कान्छ चौतारीमा सानीमा मन काइन देखाउन उता देखिनु बा हिँडेको देखाइदिनु म त बौद्ध धर्म मान्नेहरूले पुजारी ठाउँ होइन ठ्याक्कै 12 बजी आइपुग्दा बदल सदलकै होला भाग पनि हुन प्लिज यता हेरौँ है हामी चाहिँ यस्तो ठाउँमा आएछौँ कि त्यो सायद म कल्पना पनि गर्न सक्दैन है। म कता कति देखाइदिनु हामी एकदम राम्रो ढुङ्गालाई फेरि कलर देखाइदेऊ वरिपरि उता पनि है मस्तिर त्यो पनि ट्याक्क स्वाट घुमा कलर ढुङ्गा कस्तो आइरहेको भन्ने उता अब यता आमै यो पनि देखाउन नि यहाँ है रुखमा पाल यस्तो ठुल्ठुलो ढुङ्गा यहाँ ओखल चाहिँ एउटा मात्रै तर हामी धेरै भेटाइसक्यौँ। यहाँ चाहिँ पात भरे रहेछ है म सफा गर्दैछु कति गहिरो छ खै ए धेरै गहिरो छ है ए तर चाचा लाग्यो आफ्नो यात्रुहरू ल अर्को पनि हामीले यो के अरे चाचा ओखल भेटाएको छौँ। यो चाहिँ 3 नम्बर हो हिँड्ने नजिकै छ यता आउनु ल फटाफट भोटेगढी चौथो ओखल तर हामी धेरै ढुङ्गामा गएको भए चाहिँ हामी सबै देख्यौँ यहाँ ढुङ्गा अथाह छ हो नि तर यो यति छ होला जस्तो लाग्यो मलाई यति छ जस्तो भयो तर धेरै छ जस्तो लाग्छ। त्यो चाहिँ खतरा बुटा रहेछ त्यो बुटा चाहिँ होला है ल जाउँ नानी भोटेगढीको पाँचौं पनि साइज पनि छ ठुलो साइज ठुलो पनि छ सफा पनि छ ढुङ्गा पनि ठिक छ यो के यो कस्तो पावर है यतातिर झार्न उम्रेछ नउम्रेको के अचम्म लागिरहेछ पारा ल जाउँ। यो चाहिँ छौटौँमा छ थोरै यहाँ चाहिँ झार भरेको अवस्था छ है यो चाहिँ छैटौँ हो हामीले भेटाएकोमा छैटौँ यहाँ तर अथाह ओखल रहेछ थाहा भइहाल्यो होइन हामी जुन ठाउँमा पुगेका थियौँ
त्यहाँ भोटेगढी भनेर ल गर विशेष नामले चिनिन्थ्यो त्यो ठाउँमा चाहिँ त्यहाँ एकजना टावरमा टावरलाई एकजना स्टाफ हुनुहुँदो रहेछ त्यहाँको धेरै पुरानो बासिन्दा उहाँले पनि हामीले सोधेका थियौँ यो ओखल लगभग 700वटा ओखल छ भनेर भन्दै हुनुहुन्थ्यो हामीले फर्कँदा बाटोमा चाहिँ हामीले भिडियो सबै गराउन सकेनौँ त्यो भिडियोमा हामीले पनि लगभग 100 करस ओखलहरू भेटाएका थियौँ र हामीले सबै ओखलमा हामीले खोज्न पनि लागेन बाटोमा हामीले हिँडेकोमा चाहिँ लगभग 100 करस ओखलहरू चाहिँ भेटाएका थियौँ झोलाको चाहिँ अब हामी निकाल्दैछौँ होइन सुरुमा चाहिँ हाम्रो मुटुलाई निकाल्छौँ हामी किनकि सुरक्षित राख्नुपर्छ यी हाम्रो मुटु योमा अहिले हामी भुइँमा नाच्छौँ यो बजाएर नाच्छौँ ल अब हामीले चाहिँ 2-4वटा खाजा पनि लिएर आएको छौँ है अब यसलाई यहाँ बोक्नु खाने ल अब यस्तो निकालेर राखौँ अनि भुइँको देखाउन सिधै पारा मादल सबै देखाउनु पर्यो ल भयो हजुरलाई ल हामी चाहिँ नाच्न गाउन जाँदैछौँ ल एकचोटि सेल्फी ट्याक्क भइसक्यो ल उता काकालाई पनि ल पछाडि ब्याक गराएर क्यामेरा बनाएर देऊ एकैचोटि ल हा